एउटा बेलुका एउटा खाना खाएपछि चाहिँ यो चाहिँ हो पानी बग्यो नानीहरुको बी कम्प्लेक्स हेलो गाइज, हामी चाहिँ आज यो टेङ्गी दमार भन्छ यसलाई। अनि यहाँ चाहिँ सेन्टर परेको भएको कारणले हामी चाहिँ यहाँ विमान अनि टेङ्गी दमार लक्ष्य गरेर यहाँ चाहिँ हामी मेडिकल क्याम्प ल्याएको छ हामीले। अनि विगतको दिनदेखि हामी यहाँ सुरु गरिरहेको थियो मेडिकल क्याम्पहरू टाइम महिनाको यता ल्याउने यसरी उपचार गर्ने गरिरहेको छौँ। यो क्रमबद्ध रूपमा हामी गरेको 1-2-3 वर्ष भइसकेको छ। हेर्न सक्नुहुन्छ यहाँ हामीले यसरी दबाईहरू वितरण गर्दैछौँ। यहाँ चाहिँ अहिले बाटोबाट टिकट काट्ने सुरु हुँदैछ। अब टिकट काटेर यहाँ अब हामी त्यो टिकट लिन्छौँ र टिकटमा नाम हुन्छ। अनि यदि यहाँ उपचार गर्न नसक्ने हामी उता लगेर पनि उपचार गर्ने गरिरहेका छौँ। यहाँ टिकट काटेर अनि यहाँ चेकअप सुरु भइरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। साथै अहिले चाहिँ अब हामी डक्टरसँग बिरामी आइसकेर यहाँ डक्टर चेकअप गर्दैछ, हटहट सोध्दैछ के गर्ने कसो गर्ने कुन दबाई खाने सबैहरू यहाँ सोधेर दबाई वितरण गर्न सुरु गरिसकेको छ। चेकअप सुरु भइसकेको छ, तपाईँ हेर्न सक्नुहुन्छ है। दबाई चाहिँ यता छ, दबाई खाने छ, दबाई हेर्न सक्नुहुन्छ तपाईँहरूले। सबै कुरो दबाई पाइन्छ यहाँ, धेरै छ दबाई पनि, खाने छ दबाई। अनि डक्टर पनि हाम्रो यताको होइन, बाहिरको डक्टरहरू छ, यहाँ हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ डक्टर सबै हाम्रो उता न्युजिल्यान्डको छ डक्टरहरू चाहिँ, विदेशी डक्टर हो। उहाँहरूले यहाँ चाहिँ चेकअप गर्दै अनि दबाई दिँदै बाँड्दै गरिरहेको छ। अनि हटावट यहाँ प्रेसरहरू चेकअप गर्दैछ यो बहिनीले। यहाँ सुगर प्रेसर सबै कुरा चेकअप हुन्छ। अनि यसरी कुरो गर्दै अनि दबाईहरू वितरण गर्दै हुनुहुन्छ उहाँहरूले एउटा सेवाको भावनामा। अनि बाहिरदेखि आउनु भएको छ अनि सेवा गर्नको लागि फेरि यहाँ बुढी आमा आउनु भएको छ, उहाँलाई सेवा गरेर दबाई दिँदै हुनुहुन्छ। गाइस, अब हामी चाहिँ दबाई वितरण गरेर सक्यो। अनि अब जहाँ लागेको छ सामानहरू अनि दबाईहरू हाल्दैछ गाडीमा। हेलो गाइस, हामी अब हिँड्न लाग्यो। हजुर सर, ल अब हामी हिँड्न लाग्यो। र साथी, आज चाहिँ हामी दबाई वितरण गरेर सक्यौँ। हामी अब गाडी चढिसकेको छ, गाडी स्टोर भइसकेको छ। अनि तपाईँहरूको ठाउँमा पनि यस्तो दबाईको आवश्यकता छ भनेदेखि हामी मेडिकल क्याम्प ल्याउनेछौँ। तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। सबैजनालाई नमस्कार।